यो यो गाइस स्वागत छ तपाईँहरूलाई यो न्याप टक्समा यो वाट्स अप सबैजनालाई बधाई छ है 100 सब्स्क्राइब ल ताली 100 एकचोटि सब्सक्राइबर भयो ल 100 ल ल ल सब्स्क्राइब ताली ल 100 सब्स्क्राइब स्पेसल डिस्कर्ड पोडकास्ट हो यो चाहिँ है हामीको तर्फबाट अहिले चाहिँ हामी यसको कारण चाहिँ के भन्दाखेरि हामी सब अहिले एकदम टाढा छौँ कोही विदेश छ कोही खाडीमा होइन कोही आफ्नो कोठामा को होइन चाहिँ खाडीमा भने छ नि त कोही कोही खाडीमा छ त यो यो यही पानी खाने गाइस कोहीले आफ्नो ड्याडको बिजनेस सम्हालिरहेको छन् कोही खाडी जाने तयारीमा छन् ए है कोही खाडीमा कोही आफ्नो बिजनेस खोल्दा भन्न कसै खाडी जाने तयारीमा हो र ल म त यस्तो ल ल है अनि अरू त्यस्तै धेरै पछि बोल्छ अब लास्ट टाइम हामीले कहिले गर्थ्यौँ मेरो केटा यो यस्तो पोडकास्ट हाम्रो धेरै पछि भएको थियो यस्तो एक वर्ष अगाडि एक वर्ष पनि भएन क्या है के हुनु ला 1 वर्षभन्दा धेरै भयो के सायद यस्तो भएको छ त्यस्तो होला के टिक्लिङ टिक्लिङ ए यो रहेछ मेरो भोलि टिक्लिङ ल गाइस कहाँदेखि सुरु गर्नु त कहाँबाट सुरु गर्ने ल सुरु गर्ने होला अनि ताली सुरु गर्नु अनि सुरुमा पर्सनल लाइफबाट सुरु गर्ने हो कि देशको बारेमा कुरा गर्ने हो कि के हो के गर्छु अनि यार आसुपाली जितेकोमा हो कङ्ग्रेचुलेसन यार बात जस ल लास्ट टाइम पोडकास्ट गर्ने बेला केबी ओलीको सरकार थियो भने अहिले चाहिँ हामी पोडकास्ट गर्ने बेला हाम्रो बालेन्द्र सरकारको ऊ छ के छ अरे सरकार छ अहिले बालेन्द्र शाहको सरकार छ के धेरै ठिक परिवर्तन छ आशीर्वाद भइसकेको छ कि पऱ्यो। यो सर्ट पिरियड अफ टाइममा हेरौँ न अनि यस गृहमन्त्री सुदन गुरुङलाई धेरै धेरै बधाई छ सबैजनालाई है एकदम देशले अब केही गर्छ कि भन्ने सोच गरिरहेको छ है दिन प्रतिदिन जस केही न केही भइरह है एभ्री डे एभ्री होसियार न्युज भएर बोल है तेरो के भन्छ अरे सुदन कुङले झ्यापझुप छोपिहाल्छ फेरि उठाउँछ त्यो ठाउँको ठाउँदेखि सुदन गुरुङ होमी मिनिस्टर हो होमी ए, मिनिस्टर होमी होमी मिनिस्टर होमी त त्यो नायक फिल्मको जस्तै भइरहेको क्या नायक फिल्म छ नि त्यो इन्डियाको नायक फिल्म भन्दा अप्पाको एक्लो छोरा है अप्पाको एक्लो छोरा आप्पाको एक्लो चाहिँ अप्पाको एक्लो छोरा हेरे खगेलाई को आपाको एक्लो छ रे है को आपाको एक्लो छ खगेलाई त काठमाडौँदेखि उठाउला है त्यो अरे के भन्न त्यसको पुरानो के फेसबुक अन थाहा छैन भन्न के हो त्यो फेसबुकको बायाँ अप्पाको एक्लो छोरा ए हो र होला होला त्यो यस्तो हो नि त उसको युट्युब च्यानल पनि हेर्थेँ मैले लास्ट पुरानो रहेछ एकदम हस्लिङ फेसको रहेछ क्या बाबु त्यो सुदन गुरुङ बाल्यभन्दा जेठो अब थाहा छैन 3 वर्ष जेठो त्यो त 38 हो त्यो बालेन साथ 36 हो ओके ओके आई डोन्ट नो यस्तो कुराहरू चाहिँ ल त्यही हो मलाई चाहिँ थाहै त्यति कुरा बिहा पनि भयो जस्तो भन्थ्यो नि त्यसको त छोरा मरेको अरे भूकम्प भन्ने आइरहेको थियो कता कता छोरा कि छोरी त्यो चाहिँ हो मरेको त होइन होला यार मरेको साँच्ची मरेको बुझ्नु उसको हातमा चाहिँ थियो अरे कि एउटा बच्चा अरे त्यो हो के सायद उसको हातमा बच्चा समात्दै समात्दै मरेको अरे कि उसको बच्चा होइन अरूको बच्चा हो तर हातमा त्यसको खेलाउँदै त बिहा खेलाउँदै नै मरेको भएन अरे भन्छ अरे त्यही होला त्यही बिहा चाहिँ भाइन् जस्तो मान्छु मैले नि किन भन्दाखेरि बिहा भइदिएर थाहा पाइहाल्यो नि त अब कसो होइन हो ल आफ्नो वाइफको बारेमा पनि हाल्थ्यो तर यो खोगर छोडिदिउँ फेरि डर लाग्छ कि यस्तो कुरा बोल्न बुझ्न याद आएर होइन अनि ठिक छ अब यो पोडकास्टमा चाहिँ म भन्न चाहन्छु हाम्रो निशान दोस्त चाहिँ अहिले अस्ट्रेलियामा छ अस्ट्रेलियाको सिडनीमा त्यहाँ भाँडा माझिरहेको रहेको हुन्छ अरे केएफसीमा यताउति अनि अर्को चाहिँ छ खगेन्द्र खगेन्द्र चाहिँ अहिले राजधानीमा छ है नेपालको राजधानीमा त्यो चाहिँ कोठामा बसिरहेको छ अरे भाडामा बस्छ अरे अनि हाम्रो आशिष चाहिँ आफ्नो ड्याडको बिजनेस सम्हालिरहेको छ अरे आफ्नो ड्याडको होटेल र आफ्नो ड्याडको मार्ट रहेछ मार्ट पनि रहेछ तिनीहरूको त आशिषहरूको कहाँ मार्ट कुन हो भन्दा त्यही त्यो पसलकै सानो छ नि त्यो पसलकै त्यो मार्ट रहेछ अस्ति भने आशिषले मलाई मार्ट रहेछ त्यो त मैले उमा हेरेँ क्या कसरी थाहा भन्दा त्यो उमा हेरेँ त्यो मलाई हुन्छ नि त्यो उमा क्या प्यान नम्बर हुन्छ नि त्यो रजिस्ट्रेसनमा के तिमीलाई मैले राधे राधे रेस्टुरेन्ट मार्ट भन्छ मैले भने साथीलाई रेस्टुरेन्ट त देख्यो साथी मार्ट कहाँ भनेको यही हो मार्ट गरे साइकको भइदिएर म त साइकको सानो पसल ल ठिक छ त्यसको लागि पनि धेरै धेरै बधाई छ बिस्तारै 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 बढ्छ नि त यस वी हेभ टु रेस्पेक्ट द्याट अहिले सुदन गुरुङ पहिला जुन ठाउँमा थियो नि त अहिले त्यो ठाउँमा छन् पछि गएर सुदन गुरुङ जस्तो एक्सन लिन्छ होला नि ठाउँको ठाउँमा यस यस अब मैले चाहिँ अब त्यस्तो होइन मजाको लागि भने नि जस्तो अब हाँसो लाग्यो हाँस्ने कुरामा चाहिँ हाँस्दै आउँ म किनभने आशिषले त्यो कुरा भन्ने बेला नि आशिष पनि हाँसिरहेको थियो अनि म चाहिँ के गरिरहेको छु भन्दाखेरि प्लान के भयो आशिष मुस्ताङको के छ मेरो कुरा सुन्ने यार कस्तो कुरा काटिदियो यार
पालै इन्ट्रोडक्सन फेजमा थियौँ हामी यार। सरी इन्ट्रोडक्सन दिने देऊ न पहिला। निशान भइसक्यो अस्ट्रेलियामा छ, खगेन्द्र राजधानी छ। अब आशिष आफ्नो ड्याडको बिजनेसमा छ। म भने चाहिँ अब जिम सिम गरेर आएको छु, एजुकेन्सी आजभोलि अलिकति ज्यान बढिरहेको छ। पहिला म 53 थिएँ भने अहिले चाहिँ म 66 केजी छु। एजुकेन्सी है टक्क अब क्रेटिन सेटिन खाइरहेको छु, अलिकति टुच्चा टाच्छ है। अनि चलिरहेको लाइफ म चाहिँ आजभोलि यसो पार्ट टाइम टाइपको जब पनि गर्छु। एउटा एक्सटाइम भन्ने कम्पनी छ भिजन दाइको हो। यताउति भिडियो सिडियो बनाउने हालिदिने होइन, अनि वेबसाइटहरू बनाउने, अनि एपहरू बनाउने, ज्वाला सबको एप पनि बनाएको छु, पछि चेक गर्नु होला होइन। ल गाइस सोधेछ यहाँ नआउँदा मिस गरिरहेको छौँ। सोधेछ हामीले कल हानेको लागेन। ल सुरेशलाई सोधेछ कल हानेको लागेन, सोधेछलाई चाहिँ मिस भन सोधेछ। अनि नरे चाहिँ बिजी छ अरे, त्यो चाहिँ वरिष्ठ सिट गर्न ला भन्ने कल केटाहरूले। नहानेको तै पनि बिजी छ अरे होइन, त्यो भन्ने खबर आएको छ काठमाडौँदेखि। ल हामी आशिषको माथि ल, आशिष मुस्ताङ जाने प्लान के हो? ल मुस्ताङ जाने अहिले होइन, अहिले छ टाइम। वैशाखको 12-13 गतेतिर। कति रुपियाँ उठाएर हो? 14,000 जान्छौ कि जान्नौ त? 14,000 हो क्या? जान्छौ कि नै 14,000 जान्छौ कि नै? ठिक छैन यार। 14,000 भनेको ओर्थिट हो त, ओर्थिट हो कि होइन? मुस्ताङ मात्रै होइन, धेरै ठाउँमा 5-6वटा धार्मिक ठाउँ भन्थ्यो के अरे, कता मुक्तिनाथ, लुम्बिनी, कता कता अरू अरू भन्थे। मुक्तिनाथको अगाडि, मुक्तिनाथको पछाडि ढोका, मुक्तिनाथको दक्षिण ढोका, मुक्तिनाथ त्यसरी होला है। के अरे 7 दिनको हो। 5 दिन ओ माई गॉड, एक हप्ताको 14,000 भनेको राम्रो हो। एक दिनको 2,000, दिनको 2,000। त्यो माथि चाहिँ पेट्रोलको भाउ कस्तो महँगो सही यार। मैले जान मन त थियो, तर साथीहरू छैन क्या। हाम्रो पनि कलेज लगेको थियो, जाने मन लाग्ने केटाहरू खोइ न। साथीहरू छैनन्। जाउँ भिसन त गइद नि त आउट भनेर। पाइन्छ कि नै साथी म जान भन, म गइदिउँला तिमीलाई। मलाई त यार म आए ठिक छैन। यस्तो म जान त मिल्ला होइन, फकाइ फुकाएर त रिस मान्नेहरू धेरै हुन्छन्, बुझ्न फेरि तल थाहा छ किन याद गरेस् कि नै। यो कहिले नआउने मान्छे अर्काको यो सहारामा पर्छ, यो मोडेलमा आएर हामीसँग आयो, यसलाई बुली गर्नुपर्छ भनेर बुली गरिदियो भने मलाई सुर्केस सुर्केस यताउति पासा गरेर गिजाइदियो भने, मलाई हेरिदियो भने के गर्छ। वेलकम प्रोग्राम छ यार, शनिबार हाम्रो यार छ हुनला आउनुपर्छ क्या। म आउन पाइन्छ किन सहाराबाट? फर्स्ट इयरको ए म त बिर्सेको। फर्स्ट इयरमा फर्स्ट इयर कति अरे? सेकेन्ड हो र सेकेन्ड फर्स्ट हो? सेकेन्ड हो। ए लास्टमा पास भयो कि बिर्सेको मैले त लास्टमा पास भयो त। मैले त फेरि त्यो त लास्टमा पास भयो कि? म कन्फ्युज थिएँ यार, तर पास भएछ नि जोस्। जिरो देखाएको है। केक पनि काटे होइन त? केक पनि काटे हो त? केक काटे हो? केक काटे त यार 0.00 आएको चाहिँ 0.00 होइन र आएको पनि। यो सबको त्यसै देखाइदिएर रहेछ, भयो त्यो पछि सर्टिफिकेटमा आउने रहेछ कि। हुन पनि 0.00 भनेर देखायो अनि तर्सेको एकछिन त यार। जो मान्छेले पार्टी दिन्छ भने अझ पनि पार्टी देखाएन अरे। पार्टी खाएको सायद पार्टी पनि सानो दियो क्या, त्यो बिर्सियो हामीले। पार्टी खुवाउनु त हाल्दैन त। निशाले नि कहाँ खायो त? ड्यास फ्राई लग्छु भने होइन? ए ल आफ्नै घरमा पुरा निकाइदियो यार तेल त। आफ्नै घरमा 2 दिन भात खान बोलाइदियो, त्यसपछि भ्याइयो कुराकानी। मेरो म्युजिक कसैले त बर्थडे पार्टी पनि दिएन है। कसको बर्थडे? कसको बर्थडे अन्त है? मेरो बर्थडेमा त साइको ऊ थियो नि त यार, देशको हालत गम्भीर थियो अनि राम्रो भयो, नयाँ सरकार आइसक्यो तर तैँले नि अहिलेसम्म खुवाएनस्। अब नेक्स्ट टाइम त अस्ट्रेलिया आइस भने ल मेरो तर्फबाट पार्टी। अस्ट्रेलिया त छ त्यो है, अस्ट्रेलिया त छ त्यो। अस्ट्रेलियाबाट आयो भने टक्क सबैजना केटाहरू सँगै भेट भयो भने चाहिँ मेरो तर्फबाट पार्टी।
त्यो मेरो घरमा भात दाल खुवाइदियो त भयो। ए कहिले आऊँ केटा? ए नयाँ आइज वर्षमा नि त बिस्तारै नयाँ वर्षमा कहिले आउँछस् बिदामा। ए नयाँ वर्षमा अर्को आइदिने वर्षको 1 गते सरप्राइज हानिदिने घरमा 6 महिनामा फर्केर सरप्राइज हानिदिने पुरै। रियाक्सन बुझ्न आएको भन्ने अँ, रियाक्सन भिडियो गराउन आएको अँ। साइको हानिदिन्छ चप्पल आउँथ्यो नि त्यसपछि उडेर चप्पल। ल सही हो यार क्या। अनि अरू भन नि त अरू 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 के भइरहेको वार सार के चलिरहेको अस्ट्रेलियातिर बमसम त खसेदैन? यता त खर्च छैन रे। अस्ट्रेलियाको त्यो सेफ प्लेस हो क्या सेफ अँ, प्लेस सेफ छ। त्यस्तो हुन्न यता त सेफ छ बरु नेपाल चाहिँ नेपालमा अस्ति रेडिएसन आउँछ कि भनेर मलाई डर लागेको थियो। के रेडिएसन है रेडिएसन के त्यसको न्युक्लियर बमको अँ, रेडिएसन नै थाहा होइन तपाईँको इथे इथे है आज त्यसको रेडिएसन यहाँ किन आउने होला कस्तो मान्छे त्यही होला त। लौ आउँछ द्यार। नजिकै त छ त अनि त्यो इरान केटा हो त ल ल ल टपिक चाहिँ जानु न हल्का राम्रो टपिकतिर जाऊँ न हल्का डिस्कसन टाइपको टपिकमा जाऊँ ल। त्यही हो केटा यार आजभोलि साथीहरू कोही छैन एक्लै मस गरिन्छ हेर केटा यार मेरो नि गाह्रो छ हो अब खाँदैन सुन्नु एक्लै सुन्नु न आज क्लास थियो होइन मैले फर्स्ट पिरियडमा त न कोहीलाई चिन्छु न कोहीलाई चिन्छु त्यो फर्स्ट क्लासमा त मैले ग्रुप बनाऊ भनेछ होइन अँ अँ ग्रुप बनाऊ भनेछ सबै ग्रुपमा म कुन ग्रुपमा जाऊँ सबैले आफ्नो बनाएको छन् कि अझै तँलाई सबैले आफ्नो तँलाई बनाएको बोलाएन छ म टल्लै आफ्नो जोइन ल्यापटपमा सुन्यो भने तर कानले सुनिरहेको छु कि अरूले के बोलिरहेछन् भनेर होइन ल हामी बनाऊँ अँ हामी बनाऊँ त्यहाँ मेरोमा जोइन गर मेरोमा ल ल यसरी गर्छ एकअर्काको इन्स्टाहरू मागिरहेछन् उ गरिरहेछन् होइन आफ्नो ल्यापटपमा कतिजना टोटल बसिरहेको विद्यार्थी भन्छ पहिला छु टोटल विद्यार्थी त्यो कतिजना त्यो थियो 60-65जना थियो क्या त्यो कलर चुज गर्ने रहेछ क्या अझै त्यो ग्रुपमा धेरै सरले क्युआर दियो क्या अगाडि होइन क्युआर दिएर एमा जाऊ आफ्नो नाम हालेर आफ्नो ग्रुपहरू बनाऊ चुज गरौँ भने कि अँ त्यसपछि त म त के गरौँ भयो कि अँ बाल भने ल्यापटप बन्द गरेर हिँड्दै बाहिर के यस्तो टेन्सन लिने भने हिँड्दै म त सिधै लौ मतलब तैँले उनी गरेनस् पार्टिसिपेट गर्नस् ग्रुप बनाएको छ नि तर म अझ त्यो 3-4 हप्ता छ नि त 3-4 हप्ता मध्ये एउटा घुसिहालौँ ल त्यहाँ घुसिहालौँ ल कि त आफ्नै बनाउँछु के अरे सब लुजरहरूको टिम बनाउँछु म एउटा तँलाई प्रिय भन्न मन लाग्यो किनभने म फर्स्ट सेमेस्टरमा त सब त्यो चिनेकोहरूसँग बसेन नि त सेकेन्ड सेमेस्टर र फर्स्ट पिरियड हाम्रो गजाङ गुजुङ भयो क्या त्यही भएर म एक्लै अरू एक्लै त्यस्तो भएको छ कि त्यही भएर गाह्रो भएको छ। नमजा भइसक्यो तेरो फर्स्ट सेमेस्टर केटाहरू खै त अनि त्यही त सबको छुट्टा छुट्टै भएको छ फर्स्ट सेमेस्टरको मेरो केटाहरू कस्तो भनेपछि यहाँ अस्ट्रेलिया 3 वर्ष पहिल्यै बसिसकेको हो नि त उनीहरूले पुरानो सब्जेक्ट पढेको त्यो पढेको के भन्छ क्रेडिट ट्रान्सफर पाउँछ कि उनीहरूले त्यही भएर उनीहरू मभन्दा 2 स्टेप अगाडि छ अहिले स्टिल त्यही भएर उनीहरूले छुट्टै सब्जेक्ट लिएका छ त्यही भएर त्यस्तो छ क्या भनेपछि एक्लै छस् त नेपाली हुन् कि तिमी विदेशीहरू हुन् नेपाली कुन यो नेपाली ऊहरू त तिनीहरू चाहिँ नेपाली हो नि त्योहरू चाहिँ त्यो 2-3 वर्ष बसेका नै के तेरो सेकेन्ड सेमेस्टरका विद्यार्थीहरू क्या आज 40जना भन्दैछ यार नेपालीहरू छन् फिमेन भनेको एउटा फिलिपिन्सहरूका पनि छन् कहाँ पो छन् त्यो काली छिन् केन्याका छन् तका छेउमा बसिदियो बिचमा बसिदिस् क्लासको म त यतातिरको सेकेन्ड बेन्चमा मतलब छेउमा बस्दिस् त्यही भएर तँलाई छुट्याइदिए ए यार हेपियर के मलाई जनरल केटा कुइनै सुरु लाग्यो यार हेपियर मलाई यार त बिचमा बसेर अब आँखा पनि बिचमा जान्छ नि त अब ल ल लेट्स गेट टुगेदर भनेर वरिपरि हेर्छन् अब छेउमा बसी छेउको मान्छेले अब त्यस्तो ऊ होइन भनिदियो कस्तो भन्दाखेरि यतातिर त्यो कुनाको त्यो साइडतिरको त्यो दुईवटा रोवाला बेन्च हुन्छ नि त म त्यो बेन्चमा थिएँ कि अरू सब त 4-5वटा बेन्चवालामा हुन्छ त त्यो त्यस्तोमा थिएँ कि सब ग्यादर भएर बस्थेँ म मात्र छुट्टै थिएँ कि एकल काटे भन्छ नि त तेरै गल्ती हो त अब अलिकति घुलमिल फर्स्ट गर्न सिक्नु पऱ्यो हेन्ची गर्न सिक्नु पऱ्यो हे आइएम निसान वाइज नेम भन्ने ए अझ म चाहिँ 45 मिनट ढिलो गएको थिएँ कि क्लासमा त्यही भएर त्यो रहेछ मैले त हिजोको डिजिटल मार्केटिङको कोर्समा गएको थिएँ एकैछिनमा साथी बनाइदिएँ म त जोसँग नि बोल्दिनँ हेर फ्रेन्डली यताउति साइको हान्दिनँ मैले त
अरू बोला न त आसिफ भन न तिम्रो कलेजको सुनाउ न यार कलेजको कहानी के सुनाउने खगेन्द्रको भिडियो अड्क्यो यार किन खै ए बन्द गरेर खोल त भिडियो पत्ती गयो त्यो तिमीहरूको अड्क्यो कि ए गोलो गोलो घुम्यो त आसिफ त भन त तिम्रो भन ल काठमाडौँमा बत्ती छैन तिम्रो भन ल हालखबर भाडामा बस्ने यस्तै त हो त भन आशिष वाइफाई वाइफाई काटिदिए वाइफाई वाइफाई पासवर्ड काट्दै चिन्दैन घरबेटी पासवर्ड घरबेटी चिन्दैन वाइफाई काट्दै ल आशिष भन ल तिम्रो ल मेरो यस्तै चलिरहेको कलेज गएको छैन राति उडान छैन कलेजमा क्लासमा प्रजल थियो त बाँकी प्रजल को प्रजल ए त्यो प्रजल भाइ के गरे त्यो भाइ प्रजल कुरै हुन्ने यार अरे किन त्यस्तो यार कपाल काटेछ अरू भन त हात्ती जस्तो देखिरहेको छु यार म यार कपालै काटेको छैन किन त नकाटेको मैले त काटिरहेको छु यार मैले टक्लै पनि हान्थेँ कपाल यार काट्ने भनेको तेरो कहिले के मिल्दैन कहिले के मिल्दैन के जाँगर आउनु न कहिले समय मिल्दैन कहिले के मिल्दैन यस्तो लामो भइसक्यो समयलाई तिमीलाई पनि के हो पड्कास गर्न आउने के टपिकै छैन त यार तिम्रो टपिक टपिक हुनु खोज पऱ्यो न क्या यार यस्तै अनएक्सपेक्टेड अनप्लान टपिक भयो भने ल के रियाक्ट हानौँ न त ल रियाक्ट कि त मिम हेर्ने हो कि त रियाक्ट आउनु ल कि त रियाक्ट रेडिट रियाक्ट ल स्क्रोल हान्ने हो कि त अनलाइन रेडिट रिभ्यू रेडी त नगर फेरि ल्याङ हुन्छ लिक भयो भने यताउति हुन्न के हुन्न युजर नेम म लुकाइहाल्छु नि त एडिट गर्न भयो लाइभ देखा नि त के गर्ने स्किन हान्न त ल के होला स्क्रिन के गुल्लाको विथ यर लाइफ नाउ भाइ ल गाइज झन् अब चाहिँ म स्क्रिन सेयर हान्न गइरहेको छु हजुरहरूले हेर्न सक्नुहुन्छ भयो स्क्रिन सेयर भयो त के गर्ने र केटा सुन्नु न बर्ती क्यामराको कन्सर्ट छ होइन ए सोधेसलाई बोलाउ न डिस्कर्डमा आऊ भन न ल हेर्नुहोस् न बर्तीको एमराईको कन्सर्ट थियो क्या तेरो पर्सि होइन मैले आज बिहान बल्ल थाहा पाएँ कि टिकट हेर्न $76 छ सिडनीमा ओए धेरै हो कि थोरै हो धेरै यो हेर्न न त्यो अस्ति 46 थियो अस्तितिर हेर आज बिहान थाहा पाएँ कि कस्तो भइरहेछ नि रिग्रेटफुल भइरहेछ जान्नुहोस् हेर्न जानुहोस् कि जान्नुहोस् काम पनि छ क्या दिन फेरि स्याटरडे नाइट जानु त यस्तो मौका धेरै आउन त बढ्ती एमराईको एकदम ठुलो फ्यान हुँदैन हिँड्नुहोस् न ल के गर्ने रेडिट रिभ्यू हान्ने मायाका कुरा नसकी कलेजीमा गाँसिरी होइन र ए सोधेस त अहिले ट्राभल गरिरहेको रहेछ नि सो पिक्स आउट टु सोधेस होइन सोधेसले पनि धेरै मिहिनेत गरिरहेको सोधेस ल के गर्ने रेडिट रिभ्यू हान्ने कि युट्युबमा के हान्ने कि के हान्ने युट्युब सुट्युब त हुन्थ्यो कपिराइट लाग्न सक्छ केमा के हान्ने त्यसो भए त्यही भएर उ गर रेडीले गर बालिन्साको नयाँ गानामा रिएक्ट हानौँ न त उसको बालिन्साको नयाँ गाना कपिराइट स्ट्राइक आउँछ कि कपिराइट हानिदिन्छ त्यही माथि फेरि त्यो मजा नि आउन त्यो अब त्यो देशी सम्बन्धी हो रेडिट हानौँ न के अलि बर्थडेमा हान्नु पऱ्यो त्यहाँ हान्नु अरूले त रियाक्ट गरिहाल्छ नि त तिनीहरूलाई हो न राका भन्ने फिल्म आउनु लाग्यो उसको यार पौल शाहको के उसको हो क्या अल्लु अर्जुनको हो क्या राका भन्ने फिल्म आउनु लाग्यो त्यहाँ अघि भर्खर देखेको थियो त्यहाँ उमा हो क्या यो होइन त्यो बगी भर्खर रेडीमै स्कुल हानिरहेको थिएँ त्यहीमा देखिरहेको थिएँ मैले तैँले साइको हानिदिएस् भयो सर्दै अब अरू देखा न 2014मा आएर 2025मा आएर मोदीजीको मैले देखा न मोदीजी मेरोमा किन देखाएन त के स्क्रिन सेयर भएको छैन तिम्रोमा के गर्ने ल भन्नु भूत बङ्गला भन्ने फिल्म आउनु लाग्यो त भूत बङ्गला फिल्म हेर्न जाने होइन अक्षय कुमारको केटा बरु हाम्रो उनको सिटर के उनको सिटर मैले नि पछि बुझेँ यार केटा अघि साइको है देश ठिकै रहेछ राम्रै रहेछ त्यस्तो होइन ठिकै हो देखाइदियो गाना पो चलाइछ उनको सिटर त दामी लाग्यो मलाई चाहिँ बुझेपछि चाहिँ बल्ल दामी लाग्यो क्या
अँ, ए उ गर्न भिडियो के अरे उ गरेर चालु गर्न के भोइस अफ गर्न उसको अँ। भोइस अफ गरेर चालु गर्न हेर न मेन मलाई कहाँनिर भयो रक पर्छ ब्याकग्राउन्ड भनेपछि ट्याक्क यसले सोध्छ नि यसको उसले के दाइले किन के किन यस्तो ठाउँमा एक्लै घर बनाएर बस्नु होला दाइले भनेर सोध्छ नि त ए त्यस्तो टाइम लाग्छ कि अँ। यो भाइलाई त के थाहा भनेर भन्छ नि त हो यो सिन बबाल छ कि दुईजना सँगै सुत्छ नि त केटा र केटी अँ त्यति बेला भने हुन्छ कि हामी सँगै हुन सकेन भने के हुन्छ भन्छ त अँ त्यति बेला सानो घर बनाएर राख्छु भन्छ त त्यो चाहिँ सही लाग्यो मलाई पार्ट 2 त्यही त आउला अब सुर बुझ्ने बेला त बुझ्दै बुझ्दै पार्ट 2 आउँछ अरे त है खै यार आउनु नि सक्छ नआउनु नि सक्छ पार्ट 2 मा फेरि के देखाउला भन्ने हो त यार स्क्रिनको छोराछोरीलाई देखायो भने हो के अरे त्यो पनि हो त्यो पनि छोराछोरीले देखाउँछ र के हुन्छ वेलकम ब्याक हाम्रो खबन सर ब्याक हुनु भएको छ ल के रिभ्यू हान्नेलाई केटा भनौँ न ल भन्छ भन्छ के काठमाडौँ पति जान्छ यार के गर्दैन यार छाड्नु न त ल राजधानी राजधानी केटालाई के रिभ्यू हान्ने भन न भएन है सुदन गुरुङ सरकार भएन राजधानीमा बत्ती गयो केटा भन न के रिभ्यू ल हान्ने मैले यो तर सुदन गुरुङलाई पठाइदिएको छु केटा भन न के रिभ्यू हान्ने हो कि भन न यार के रिभ्यू भन्नु अब के कुराकानी गर्नु पर्यो कुराकानी गर्नु पर्यो के छ अब यताउति गर्लफ्रेन्ड सर्लफ्रेन्ड छ कि नै तिमीहरूको यसलाई कुराकानी ब्याक टु कचरला लभ लाइफ यताउति रिलेसन के चल्दैछ त यार ल सबैको सुराम न त ल कतादेखि जाने ल आशिषदेखि जाम ल आजदेखि सुरु गरौँ त एबिसिडी हुँदै है म त लास्टमा आउँछ एबिसिडी एफजिएच हुँदै होइन आशिष सिङ्गल सिङ्गल फेरि विस्तारमा भन म आफ्नोमा फोकस गरिरहेको छु अनि म एमा फोकस गरिरहेको छु त्यही भएर छैन यताउता भन न मिलाएर सिङ्गलमा त्यस्तो नभन न सिधै यार मैले केहीमा नि फोकस गरिरहेको होइन म फोकस गरिरहेको छु भाडा दसौँ तिम्रो कहाँमा भाडा दसौँ राख्नु ढुवा बसेर कुन क्याफेमा जेडी क्याफे म यार काम गरेर म चाहिँ आफ्नो स्टार्टअप गरिरहेको छु अनि त्यसै म चाहिँ सेयर मार्केटमा घुस्ने तयारी गरिरहेको छु त्यो र म चाहिँ धेरै जस्तो बिजी नै हुन्छु त्यही नै हो तारालाई निकाल्देऊ तिम्रो होटलबाट तारा हाम्रो होटलबाट निस्केर नि 5 वटा होटलबाट निस्किसक्यो हो तारालाई त आजभोलि उहाँ काम गर्छु त्यो फुड ट्रक छ नि फुड हो त्यहाँ रातोवाला फुड ट्रकमा काम गर्छ रातोवाला आजभोलि दुईटा फुड ट्रक छ कि दोस्ती आजभोलि त्यहाँ पहिला राख्थ्यो नि दुईटा फुड ट्रक खोले आजभोलि एउटामा यति धेरै मान्छे एउटामा कस्टमरै हुन्न कि त्यस्तो हो त्यहाँको सिचुएसन नि केटा आशिष साथी पैसा झिन लाग्यो अरे आशिष साथी तिमीले काम किन छेडेको के मलाई दाइले दिएको थियो क्या कान छेडाएर पहिलेदेखि छेडेको थियो निशान दाइले निशान दाइ भन्नेले दिएको थियो कि यो त ब्रिटेनको क्याप होइन रे यो होइन यात्रा भन्नेमा बियर कम्पनीको हेड हो के तिनले त्यो बियरको के भन्छ के होटललाई काम गर्छन् सो त्यहाँ आउँछ अरे के त्यो दिएको थियो मलाई आशिषले चाहिँ बिट बजाइदिन्छ नि यस्तरी टिङ 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 ब्रेसेस यस्तरी टिङ 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 गर्दै न एकचोटि ल अब कसको पालो अब अस्ट्रेलियामा प्रगति भइरहेको इन्स्टाग्राम खोलिसक्यो भनेपछि के प्रगति भइरहेको खएको हो के निशान आजभोलि इन्स्टाग्राममा एक्टिभ छ अरे इन्स्टाग्राम खोलिसक्यो के भन् त मैले त्यत्रो के भन्छ ल म भन्छु ल के भन्ने हो मेरो इन्स्टाग्रामको रिजन चाहिँ के हो भनेपछि केटाहरू छ के बिलहरू यताउता के भयो भने चाहिँ इन्स्टाग्राममै बढाउँछ किनभने वाट्सएप यहाँ के भन्छ त्यो खै वाट्सएप के हो के अरे वाट्सएप के पो छ के पो छ भन्दाखेरि वाट्सएपको नेपालको र यताको चलाउनु पर्छ त्यही भएर मिल्दैन कि वाट्सएपको होइन त्यही इन्स्टा छ इन्स्टामा बिलहरू यताउता के खायो भने यताउता एसाइनमेन्टहरू गऱ्यो भने चाहिँ इन्स्टामा पठाउनु पर्छ केटाहरूसँग त्यो भएर मैले खोलेको पनि थिएन तर के गर्दा पो अस्ति किन पो खोलेको थिएँ कि मैले होइन त्यही हो इन्स्टाको रिजन चाहिँ त्यो हो इन्स्टाको केटीको उ चाहिँ होइन तर केटीको चाहिँ के छ भने चाहिँ त्यस्तो गर्लफ्रेन्ड चाहिँ छैन मेरो केटी साथीहरू नि त्यस्तो छैन केटी साथीहरू पनि छैन दिदीहरू छ बहिनी साथी एउटा मात्र छ साथी चाहिँ त्यो लम्बुवाला त्यो उ गर्ने यसलाई
त्यसलाई हेप्यो हो कि के भन्ने होला त्यो त दिदी हो। एकताल भिडियो बनाएको थियो त्यो नाइ क्या अर्कोले हेप्यो भन्थ्यो त कसले ए नानी त्यो होइन, त्यो त साथी होइन। आइडेन्ट कन्साइडर साथी। केही कन्साइडरै गर्दैन मैले उसलाई होइन। त्यस्तो गर्नु त्यस्तो थाहा भयो गर्दैन। थाहा भयो ठिक बन्दोबस्ती छ होला जस्तो छ है। बुझिहाल्यो साथी भनेको त्यो कलेजमा बुझिहाल्यो बेला सुरुमा भेट भएको बेला थियो। त्यही हो साथी चाहिँ, अरू चाहिँ कोही छैन। त्यही हो मेरो चाहिँ अरू अल गुड जिन्दगी। आई एम अल्सो कमिटेड टु माइसेल्फ। आई एम अल्सो कमिटेड टु माइसेल्फ। ठिक छ साथी यार मेरो त ड्याड मम सबले हेर्छ पोडकास्ट फेरि तिमीले नि हेर्छ भन्न त्यस्तो गर्लफ्रेन्ड सबै केटी सेटी कोही पनि छैन यार सिङ्गलै छु यार ठग्यो ठग्यो। अस्ति मैले मोबाइल हेरेको थिएँ छैन। बनाउने भनेको अस्ति हेरेको मैले अस्ति छैन मोबाइल हेरेको थिएँ कि मैले ए, छैन कोही पनि। तिमीले लकमा एनिमी बिर्सक्यो त्यो ग्यालेरीको लकमा एनिमी बिर्स्यो तिमीले लक फोल्डर प्राइभेट। अरे सायद तिमीले अर्को कुरा स्न्यापच्याटमै हेरेन कि तिमीले स्न्यापच्याटको फोटोमा हेर्दैन तिमीले एकजनाको त थियो फेस त देखाइरहेको थिएन एउटा केटीको भिडियो थियो तर त्यो को भन्ने भनेन गेङले। को त्यो केटी को हो? त्यो केटीको साइड चिक्स होला कि ए ए छ्या सायद मैले भ्लगमा चाहिँ देखिरहेको थिएँ तेरोको भ्लगमा चाहिँ 2-3 जना थिए कोही कोही साथीहरू हो तिम्रो। मैले त्यो फेरवेलको चाहिँ पुरै भ्लग हेरेको छैन यार, हेर्नुपर्ने भएको छ कुन दिन। टक्क हेर्न कस्तो टाइट भयो कि नै मेरो भएको छ हो भएको छ। छैन यार सुगर मैले कमै गर्न सकेन सुगर खान्छु त्यही भएर सुगर कम गर्नुपर्छ कि नाइस नाइस नाइस। सुगर खाएन फ्याट डाउन हुन्छ कि नुन खानु पर्ने गर्लफ्रेन्ड बाहेक अरू कुरा गर्लफ्रेन्ड बाहेक अरू के कुरा हो जाने? अफर दिइराखे त सिआइडिजीमा अफर दिइराखे क्या एडमिसन फ्री अरे अनि महिनाको 1000 25% अफ न्यु इयरमा एडमिसन त पनि पहिल्यै गरे हो त अनि न्यु इयरमा के नयाँ आउनेलाई एडमिसनको रिफन्ड दिन्न? एडमिसन फ्री है। एडमिसन त पनि पहिल्यै गरे हो त त्यही त तर 25% अफ देखाए जानुपर्छ क्या जाउँ जाउँ केटा म त एफएफसीमा गर्छु यार जिम यार सुन केटा यहाँ फिङ्गर प्रिन्टवाला छ तिम्रो उसमा जिम फिङ्गर प्रिन्टवाला हो ल साथी फिङ्गर प्रिन्ट होइन मेरो त सबै आँखावाला पनि छ है आई स्क्यान पनि हान्छ हेरेर फेसियल रिकग्नाइजेसन वाला महँगो जिम रहेछ यार। एफएफसीमा आउनु त एफएफसीमा महिनाको 3000 जम्मा एडमिसन 2000 यदि मैले 12 महिनाको लिएको नि 6 महिनाको लिएको 6 महिनाको चाहिँ कति हो भन्दाखेरि आवाज के हो के माइक राम्रोसँग बोल्न जाँड ए 12,200 ल ल ल अरू कुरा गर न केटा हो यार ल ल राम्रो कुरा हो न राम्रो राम्रो मिठो मिठो कुराहरू अरू त्यस्तै कुरा यस्तो राम्रो कुरा रमाइलो कुरा गर्नलाई नि जिन्दगी पनि त्यस्तै हुनु पर्यो नि त जिन्दगी अनि झन् छ अनि पहिला रमाइलो थियो है पहिलाको रमाइलो हुन्थ्यो टक्क यताउति है युवा अवस्था थियो त्यति बेला अब त बड्डो भयो हामी अहिले बुढेसकाल भइसक्यो लाइफ यहाँ जिन्दगी सुरु भयो यहाँ कसरी पैसा कमाउनु छ भन्ने सोच छ यहाँ कसरी पाल्ने हो होइन आफ्नो भविष्यको फ्यामिली त्यही भएर यार साथी यार त्यो रमाइलो कुरा गर्नलाई जिन्दगी पनि रमाइलो छैन नि त बाध्यताले गर्दा कहाँ छ आफ्नो ठाउँमा म कलेज मेरो अस्ति पिरियड भयो फ्यानी जाउँ होला वैशाखको 13-14 गतितिर हुन्छ होइन र ल भन्छ पहिला कति रमाइलो कुरा हुन्थ्यो पहिला बच्चा थियौँ दिमाग पनि कच्चा थियो अब ए मुखमा जे आयो त्यो बोलिन्थ्यो अब आजभोलि त सोचेर बोल्नुपर्छ जे बोल्ने बेला पनि है कि नै ल भन्छ अनि लाइफ पनि त कहाँ अब पहिला जस्तो रमाइलो छ त या ल है ल चिया खान जाऊँ चिया चौतारी है ल बाइक झिका ल एकछिन डाँडा पुगेर अब आजभोलि बिजी भइन्छ अब त्यही त हो त अब पैसा त हुन्छ नआउने होइन है अब त्यही पनि त बुझ्न अब समय त्यस्तो हो त्यही हो साथी गाह्रो छ क्या अब सब आफ्नो लाइफमा बिजी छ अनि त्यही हो यार तिम्रो के भन
के भन्ने यार केटा यार गाह्रो छ जिन्दगी गाह्रो छ त्यो गाह्रो छ रमाइलो गर्ने बेला गर्नुपर्दो रहेछ रमाइलो गर्ने बेला गर्नुपर्दो रहेछ रमाइलो गर्ने बेला त गरिन्छ नगरे होइन हामीले रमाइलो नि गरे आयो यार नर है गरिम त हौ रमाइलो बेसरी गरिम अनि जस हामी चाहिँ ठिकै भयो बेलैमा हामी कता गइरह्यो अरे त्यता उता के हामी गएको थियौँ नि तराईतिर तर हामीले रमाइलो तराई गर्थ्यौँ गएर तर गर्ने बेला चाहिँ हामी बिग्रिएनौँ बिग्रिएनौँ कि हामी अरू जस्तो सट्टा आएनौँ कि हो तिमी राति उठेर राति उठेर केही गर नि अरे एकजना त बिग्रेको थियो एकजना त बिग्रेको थियो है को बिग्रियो ऊ बिग्रेको थियो एकछिन भिजिट गरौँ है सिडनी आएपछि गरौँ देखाऊँ ल ल है ल ल ल ल अगाडि छ म देखाउनु गइरहेको छु प्रिय फुल म पो अलमल अलमलमा परेछु क्या भुलियान काम छ यार केटा यार अरे ए छुट्टै पो आउँछ हो यो त गलत चिज देखा है यहाँ सब मिमहरू मात्र छ होइन यहाँको लागि चाहिँ अस्ति के भयो भने चाहिँ यो ल उबर इट गरेको के भयो भने चाहिँ हाम्रो के भन्छ हाम्रो के अरे घरमा ल्याएर छाडिदियो कि हाम्रो कोठा बाहिर ल्याएर छाडिदिएको थियो कि होइन के हो यो यो खाना के मैले नि भित्र ल्याइदिएँ उठाएर भित्र ल्याइदिएँ राति काम देखाएको थिएँ उठाएर भित्र ल्याएर खायो अनि यस्तो नमिठो खाएको यार हेर्दै नमिठो छ यार नमिठो अनि यो चाहिँ अस्ति जितेको कति पर्यो होला यसलाई गेस डलरलाई $2-3 जितेको भनेपछि केमा जितिस् त्यो आर्केड गेममा सुन्न त्यही त इगोमा आएर जितेको हो कि यो सुरुमा त हामीले यत्तिकै हान्यौँ होइन पर्ला जस्तो पो परेन 3-4 चोटि अनि त्यसपछि त अनि उमै इगोमै लाग्यो कि यो त त्यसपछि अनि कति $200 फालेर के गरेको तानेको यो डल मेरो 2 महिनाको स्यालेरी हेरे $200 हेरे यहाँ हेरे यो भिडियोमा हेरे हामी हेरे यस्तो हुन्छ कि हेरे ट्याक्क हुन्छ पर्दै नपर्दिरा के हेरे समात्यो भने उठायो भने छाडिदिइहाल्ने कि यस्तै छाडिदियो स्क्याम हो यार टोटल्ली यार पैसा लुट्ने काम हो यो किन भइहाल्छ त यार पन्चिङ $2-3 पाइहाल्छ अनि केटा खाना चाहिँ यस्तो मिठो मिठो खाइन्छ होइन किमा नुडल्स छ ससेज ससगे के गर्नु यता नि पाइन्छ मिठो मिठो ठ्याक्क बौद्धतिर अस्ति त्यो यो दिदीसँग त्यस्तै के अरे केएफसीको त्यो फर्स्ट एडमा गएको थियौँ हामी त्यही हो यो चाहिँ पानी जहाँसम्म चलेछ है कति लाग्यो टिकट त्यो टिकट हुन्न तेरो त्यही हुन्छ त्यही बसको ट्रेनको जस्तै ट्यापान नै हिँड्ने हो अति मजा आएको थियो त्यो सिडनीको होइन ओपेरा हाउस त्यही हो ठिक छ अनि अरू के छ भनेपछि अनि के अर्काको भिडियो चाहिँ नदेखाइदिउँ भने यस्तरी कुन हो यो अनि के छ अरे देखाउने यस्तो के छ यार यहाँ योवाला मैले त अस्ति मलाई पठाएको थियो त योवाला यो अस्ति राति फर्किने होला केटा सेल्फी छ यार मलाई केटा सुन न सेल्फी भन्ने को साथी हो तेरो आज मलाई फर्स्ट टाइम मैले सेल्फी छ लाइफमा नाम के हो नाम के हो ईसा ईसा के हो थाहा भएन यार भ्लग हेर्न थाहा छैन आज 22:11:44 भएको छ केएफसीबाट भर्खर निस्केको र Fees number 1. सेल्फी That's a good ball. I'm a good ball. सेल्फी He's so sweet. He only thinks about himself. यसरी भन्यो क्या मलाई यार छ्या यसरी मलाई ल रमाइलो इन्जोय को तेरो क्लासमेट हो दाइहरू यिनीहरू दाइहरू यसको बडी अति खोक्का छ हेर न ट्याटु हातमा ट्याटु हान्छ जिम जान्छ क्या जान्छ हौ अति डायट त डायट मेरो छैन छैन मेरो त कसको मेरो कि मेरो उसको ठुलो कि मेरो ठुलो उसको ठुलो छ तेरो भन्दा ल पहिल्यैदेखि गर्ने मान्छे हो अनि हेरे केटा त्यो लागि होला है
होइन त्यसो डे इन माई लाइफ होइन। अनि यो चाहिँ के बनाएको थिएँ मैले यो? के पो बनाएको थिएँ मैले यो होइन? अनि अस्ति हामी दुईजनाले यही हो कि बडीवाला होइन अस्ति यसले र मैले खाएर कति आएको थियो $100 बिल आएको थियो दुईजनाले मात्र खाएर। धेरै हो कि थोरै हो? धेरै हो 10,000 अँ, नाम के हो उहाँको? प्रशान्त। ए ऋषि दाईको फोटो किन राखेस? अँ, त्यो त नि म्याकडोनल्ड्सहरू केटा हो यस्तो म्याकडोनल्ड्स खायो बस्यो कामै हुन्न हेरी केएफसीको लिडर बोर्ड हुन्छ क्या होइन बुझेछस्? तेरो कति हो? तेरो कति हो? फेरि जुम गर त। 4 नम्बर जुम गर। 4 नम्बर जुम गर न जुम गर। ए नम्बर। तिमुरको हो यो? 4 नम्बरमा छ हाम्रो मतलब टप सेलिङ भनेको? टप सेलिङ होइन फास्ट सर्भिस प्लस कसले भनौँ न तेरो फास्ट सर्भिस कसले दियो कि कतिवटा के भन्छ त अरे फास्ट सर्भिस कसले दियो कार ड्राइभ थ्रुमा मात्र टप हुनु पर्यो अब। हो तर के गर्ने एकजना होइन सबै टिमवर्कै चाहिन्छ अब त्यहाँ अल्छी गर्छन् होला क्या त्यहाँ। अनि यो चाहिँ अर्को बहिनी हो यो एउटा अर्को यो दाइ र अर्को एउटा बहिनी दाइले बहिनी भन्दै यार यो कस्तो दाइ होला यार। यता बहिनी छ क्या अर्को मैले टिकटक बनाएको फर्स्ट टाइम टिकटक बनाएको मैले टिकटक हो यो? यो होइन यो बहिनीले टिकटक बनाएको थियो त्यही हो कि यो दिन मैले फर्स्ट टाइम टिकटक बनाएको थिएँ अनि यो चाहिँ खै के ए न्युडा आएछ झुक्केर मेरो एयर केटा मैले हेर्नै बिर्सेँ खै त्यहाँ। चाइनिजको गएर न के भन्छ यो चाइनिज न्यु यो BTS हो न केपअप खतरा नाच्ने यार सही यार खतरा नाच्थ्यो एउटा केपअप स्टार ए फेरि न्युडा आएछ छ्या। ल यार यसले त ट्रान्सफर्मेसन गर्न लाग्यो क्या अहिले सुसी हेर एक्कासी केटा, हो। सुसी हेर न सुसी सामन स्टेक हेरेर काँचै खान्छ नि अरे यो साइमन हेर माछा यार हो ड्रइङ बनाउँछ ड्रइङ छ त है होइन बनाउँछु लुकी के ए ट्याटु ट्याटु हेर्न भर्खर ताजा हान्थ्यो साथीले। हेर्न पुरै यो त्यो भएर छाला निस्केछ क्या मलाई पनि हान्न मन छ त यार जहिले जाने बित्तिकै हान्छु भर्खर मैले हेर्न हेर्न खतरा हान्छु कि ट्याटु फेरि कहिले नभेट्ने तरिकाले। ल कहाँबाट पायो यो? हेर्न नाम को नाम पनि हेर्न खगे भनेर त्यो पनि कसको हो त्यो लाइसेन्स? मेरो मेरो मैले निकाल्दै ड्राइभिङ लाइसेन्स कहाँबाट पायो यार हेर्न त्यसले यार? तेरो लाइसेन्स बलिङ हेर न बलिङ कहाँबाट त्यसको लाइसेन्स पायो त्यसले यार? है मैले त्यो भेटाएको लाइसेन्स छोड्दै आएस् क्या खगेन्द्रलाई छोड्दै आएस् तैँले आफ्नो लाइसेन्स? छाड्दैछु मैले युज गर्छु त्यसको लाइसेन्स म्याकबुक फ्लेक्स हान्दै यार। म्याकबुक राखेर सफा हार्छौँ क्या पुरै तेरो क्लासमेट हो? क्लासमेटहरूको म्याकबुक हो? सब के त माडे छन् क्या यार यसको साथीले। कस्तो त्यो म्याकबुक किन्नु केही होइन हो यहाँ त त्यो जसले नि किन्छ अस्ट्रेलियामा खोज्नै पर्छ है म्याकबुक कुरा धेरै यार मलाई म्याकबुक भनेपछि त यार जो पनि तैँले एफोर्ड गर्न सक्दैन नि त राजा। सुरुमा यस्तो थियो हाँस्थे खेल्थे रमाइलो गर्थे आजभोलि के भयो ग्लो डाउन भयो तेरो? आजकल डाउनफल ग्लो डाउन भयो क्या। गिटार बजाउन सिकिया छैन त अहिले त। थोरै हेर म केटा घुम्न जान्थेँ कि सुरुमा होइन काका जान्थेँ हेडफोन त फेरि कानमै झुन्डाउने रहेछ यसले। हेडफोन त कानमै झुन्डाउने रहेछ जति बेला पनि। हेडफोन त कहाँ छाड्नु हो त होस् क्या आई एम डिफ्रेन्ट गाई होस् क्या त ब्रो इज ट्राइङ अ मेन क्यारेक्टर। सन्दीप कालले मलाई जान लाग्यो क्या त्यो जापान यार कहिले जान्छ अरे क्या? गइसकेर त 8 तारिक भन्छ मैले स्वयंको आउँछु भनेको म्याच सिम पनि गर्दैन अझ आशिषले थाहा पायो किन सन्दीप पौडेल जापान गयो भनेर? मेरो साथी यही हो क्या त्यो साथी यही हो क्या
भन्थ्यो त केटी साथी यही हो ओए केटी साथी कहाँ गयो त यो अहिले कहाँ गयो त कस्तो कहाँ गएर यहीँ छ पढ्छ बोलचाल हुन्न त्यो हुन्छ फेसै देखेन त त्यस्तो धेरै हुन्न हेर्नु त्यस्तै हो यस्तरी मलाई। बर्गर सिक्ने मैले केएफसी कसरी सिकेको हेर्न आमामा गाँड फाटेको थियो मेरो त तेरो साथीले अर्कै साथी पाए क्या छाड्नु त्यो छाड्दैन हेरी केएफसीको बर्गर कसरी बनाउँछ नि बन हुन्छ मेयो हाल्ने लेटस हाल्ने फिलेट हाल्ने कभर गर्ने ऱ्याप गर्ने देखिस् अरू देखाए मजा आएन के देखाम ल भन्नु के हेर्न कुछ चाहन्छस् इंटरेस्टिंग देखाओ यार समथिंग बिल्ड केटीआरको डिफरेंट फोटो कति man देखाएको भ्यू देखाउने कुरा देखाउनु पर्यो जस्तै अलिकति डिफरेन्ट के वाह भन्ने टाइपको यार यो त मैले त सौरभ जोशीको भगवान देख्छु यस्तो त के देखाम त तर यार युके 07 राइडर कहाँ हरायो के तर के देखाम भनौँ न त्यसो भए ल हामी यहाँ चारजना जिम क्लिनिङ हान्न गएको बेला यो जिम क्लिन हान्न गएको बेला यस्तो काम पनि गर्यो नै यो यतापट्टिको दाइले जिम क्लिन हान्थे अँ, होइन अनि त्यसपछि चाहिँ के भयो भनेपछि हामी सबै राति 9 बजीसम्म सँगै बस्यौँ के पबमा अँ, अनि त्यसपछि चाहिँ यता के भन्छ त्यसपछि सबैजना चारैजना गएर जिममा गएर झ्यापझुप चारजनाले आधा घन्टा 1 घन्टा भ्यायौँ सबै जिम क्लिन हानेर अनि निस्केको थियौँ त्यही हो क्या यत्रो ठुलो भने स्विमिङ पुल सब थियो जिम क्लिन हानेर निस्केको राति 3 घन्टा लाग्ने काम 1 घन्टा भ्याइदिउँ बुझिस् हेरे म हेरे आफ्नो फर्स्ट डेमा यस्तो यो लगाएर गएको थिएँ कलेज लाज गरेछ यार जाँगे लगाएर गइदिए यार के भन्नु है मलाई यो खाँदै थियो कलेजमा आफै हाल्ने थियो के हालेँ मैले हेर्दै घिन लाग्दो छ है भात हाल्नुहोस् भात 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 कस्तो बनाइहाल्नुहोस् भात पाल्ने कुरा त्यो त भात खोजिरहेको थियो अरे त त्यहाँ कलेजमा भात छैन भन्दै पहिलोचोटि अस्ट्रेलिया आएर यस्तो यो खाएको भुटन खाएको यो त तैँले पठाइदिइस् क्या मैले नि हेर्थेँ मेरो हात केही ओइ छैन बिदाय गरेको हेरौँ न बिदाय गरेको देखा न बिदाय गरेको त यार बिदाहरू के हेर्ने अरू केही छैन देखा न साइकको हान्ने अब यो रोगो त खै देखा त साथको रोटिसक्यो त होला ए खाप्छु देखा जुम गर्दा पुच्छ थियो Look at this nigga. यार रुने रोथेन म फ्यामिली फोटो देखा न खै त्यतिकै ओभर गर्दो रहेछ पब्लिक गर्नुहुन्न कि फ्यामिली फोटो माथिरको त्यो जापान के अरे अस्ट्रेलिया जान लाग्यो तेरो खोजौँ न भीषण भनेर हानिस् के आउँछ हेर है ए ल त्यो त माथि माथि ब्याक मात्र को हो यो कोही चिन्दैन को पो हो यो एआई हो क्या भिडियो भिडियो एआई हो भिडियो के मेरो मम्मीले देखिसके ए सरी एआई हो भन्दैन यहाँ मेरो मम्मीसँग बोलाए सब छोराहरू अनि देव नमस्ते आशीर्वाद ढोका आशीर्वाद आशीर्वाद भाग्य माने जदौ छोराहरू सब जम्मा भएर रहेछ त हात त देवर हजुर आन्टी बोला बोला सन्चै छ हौ छोराहरू खै हजुर आन्टी एकदम सन्चै छौँ देवर बाबु खै त ऊ स्वदेश खै सधैँ गाडीमा छु भन्दै थिएँ गाडीमा के अरे आउँदैछ भन्दै थिएँ कता कफी खान्छु खै छोरा अरू कान्छा सन्चै छ कान्छा सन्चै तय भन्नु सन्चै ठिक छ मलाई त कहिले फोन गर्दैनन् के अरे हेर विदेश गएको मान्छे हेर कति राम्रो देख्यौ उठ भर्खर उठेको लाएको नै अब सुत्न लाग्यो किसान सुत्ने बेला भयो आन्टी ए कति बजी त्यहाँ 10 बज्यो ल अरू भन अरू केटा तिम्रो सन्चै छौ हजुर आन्टी हामी एकदम सन्चै छौँ हजुर तपाईँको भन्नु त्यो उसलाई
ठिकै छ म यस्तै हो यसँग झगडा गर्यो बस्यो खै त 6 बजिसक्यो जान नि खोज्दैन कताको जिम जान्छ अब कान्छा के हेर्छौ त तिमी बस्छौ कि के हेर्छौ त्यही डुल्न त जान्नौ नाइ कहाँ जाने डुल्ल जान्न नजाऊ है राति राति त्यहाँ हिजो कस्तो घटना घट्यो त्यहाँ राति एउटा ननिस्किनु अँ, थाहा कि नै अँ, जाने होइन आफ्नो काममा बाहेक कोहीले चिनेका नचिनेका मान्छेहरू केही फोन गरे भने पनि भने बस ठ्याक्क राख्दै बस हुँ? यो कस्तो घटना घट्यो थाहा छ कि नै केटा हो त्यहाँ मान्छेहरू स्वदेशलाई हेर्न मन लागेको थियो स्वदेशलाई त एउटै पनि देखेको छैन सोसल बाहिर छ नि त्यही भएर अन्त आएन आशिष कत्तले ल कहाँको त्यो कफी खान्छु भन्छ कता पो गयो कस्तो छ त तिम्रो अस्ट्रेलियाको बसाइ कस्तो छ त्यहाँको मौसम चिसो तातो अहिले ठिकै छ अनि मौसम चाहिँ अब जाडो हुनुला छ अब बिस्तारै जाडो हुन्छ ए हो यता गर्मी त्यता यता गर्मी भएपछि जाडो जाडो भएपछि गर्मी त्यस्तै हुँदो रहेछ त्यही त म त कोसी त बोलेखाएर किन कराछ भनेर त्यसलाई हेर्न आएको क्या यहाँ त्यही अरू भन ए बाबु ब्याक ब्याकै हाम्रो उमा ल ब्याक सुडा ब्याक ब्याक जाने ब्याक कता भेट भिसन कहाँ गयो भिसन कहाँ गयो खै कसै खाना भन्दै होला त्यहाँ कफी बनाउनु गयो क्या यहाँ फेल भएको दिन पास भएको दिन फेल भएको दिन पास भएको दिन फेलाको दिनको रातिको भिडियो छैन है कुराकानी भयो त रिजल्ट चेक गर्नु आएको भिडियो आज एकछिन हाँसमकै भिडियो हेरेर हाँसमकै एकछिन योवाला डिभिजन होला हो डिभिजन होला अरे मेरो भयो यार त्यस्तो हेरेर जे भयो हुनु थियो जे हुन्छ राम्रो लागेको जति कुरा राखौ अर्को भिडियो देखाइले अर्को भिडियो देखाउनु सही अनि यहाँ थियौँ होइन भनेको बर्दियाको हाम्रो टुर हो बर्दिया टुर यसको देखाउन बरु मेमोरी ताजा गरे यार उनको स्विटर हेरेको ल को हेर्छ अब यिनीहरूलाई त हाम्रो साथीहरू पनि भेटेको थिएँ पुरानो कोही भेटे पुरानो साथीहरू भेटेको थिएँ हाम्रो पुरानो पोडकास्ट ल यार भगवान् अझ कलेज छैन यार खगे ए ल हेर एसडिएस है पोकेको अहिले है डिएसएलआर भनेपछि ढुक्कै हुने मसँग यस्तो फोटोहरू छँदै छैन यार यससँग रहेछ यार मेरो त यस्तो फोटोहरू कहाँ हेर्न हामी एकजनामा यस्तो भएर नि हिँड्यो पार्टीको जोरे हेरे पार्टीको जोरी हुँदा जय होइन रे त्यसलाई त हामी त जय यति ऊ नदेखा है हाँसो लाग्यो बडी कार्ड जस्तो अस्ति अस्ति कुराकानी भएको थियो यार त्यो गर्ने बेला विनोद दाइले कल गर्नुभएको थियो त्यो साइन्सको एसाइनमेन्ट गर्नुपर्ने थियो क्या कसको अनि एलिसाको एसाइनमेन्ट अलरेडी थियो मेरो ऊ मात्र अगाडिको पात्ता मात्र गराइदिने कि मैले गराइदिएको थिएँ नि उषाको लोगो सोगो राखेर गराउनु पर्छ नि यसो कर के सबमिटेड बाई सबमिटेड हो त्यति गराउनलाई चाहिँ अस्ति मलाई विनोद दाइले भनेर अनि एलिसासँग कुरा गरेर एलिसाले अप्ठ्यारो मान्छ नि मलाई सिधै कुरा भन्न भन्छ नि यो गराइदिनु भन्न अप्ठ्यारो मान्ने चाहिँ त्यो भिजा त्यही भएर विनोद दाइले भने विनोद दाइले मलाई भनेछ अनि अप्ठ्यारो मान्नु पर्दैन दाइ भनेर अनि उसँग मेरो फेस टु फेस कुरा भयो अनि मैले गराएर बनाएर दिएँ अनि त्यही
यताउति गरेर यार मिलाएर सोच्नु यो दिन कस्तो रमाइलो थियो है आशिषले आइसक्रिमको पैसा तिरेको थियो ट्याक्क पारेर आशले तिरेको थियो र त त्यसै त रिजर्भ पेपर रकमा हारेछ त्यही बेला अनि त्यो बिचारा केटीले आफै टिस मारेको थियो आशिषलाई देखेर इच्छे पढायो 30 को टाइम स्ट्याम्प के हटाउने कुन रिमुभ हान्नु पर्यो भनेर त्यही गर्ने वर्क स्मार्टर न हार्डर भन्ने सुनेको छैनस् अरू के छ हाम्रो यहाँ खयको बर्थडेको बेला मेरो बर्थडे बेला हो र त तेरो बर्थडेको बेला त हो ए यार यति बेला त हामी इन्स्टाग्राममा आएको थिएनौँ न कसको के यता कता होला कसको इन्स्टाग्राममा ब्याकग्राउन्ड तिमी कसको उसको इन्स्टाग्राम ब्याकग्राउन्डमा थियो ए होला यहाँसम्म फोटोको क्वालिटी यस्तो थियो न यहाँदेखि इन्क्रिज हुन्छ फोटोको क्वालिटी त्यो लामो कल बाल्ने को आएको थियो अझै कल कहाँ यो त्यत्रो लामो पनि कपाल पाले है म लाइफमा त यार हेर्नु त अति लामो थियो यार तर मेरो हेर्नु साइकको एडिट गरेर है त्यो त मोबाइलको फिचर के के बनाएर यस्तो साइकको भित्र खाएको याद आयो यो अस्ट्रेलिया त्यो रमाइलो थियो यार मेरो ज्यान हेर्न कति सुकेको थियो अहिले हेर्न ट्रान्सफर्मेसनको लागि भिडियो युज गर्ने हो कि कस्तो यही आएको के यार फ्रन्टबाटै देखाइदेऊ न एकचोटि कलेजमा त देखिरहन्छु मैले कलेज त देखिरहन्छु बिस्तारै याद छ यसलाई रमाइलो भएको थियो यार है बेस्ट डे अफ माई लाइफ हो कि त्यसलाई रमाइलो भयो बिहे भएन कसैको भन्यो भने खै के मिलिरहेन बुझ्न अलिकति के छ सबैको हालखबर के छ तेरो बेस्टीहरूको कुराकानी भएन यार कहिले काहीँ हुन्छ न त्यस्तो हुँदैन यार कि त काम परे बेला मात्र हुन्छ कि त त्यही त अब साथीहरू काम परेको बेला मात्र सम्झिनु त हो त म पनि त्यही हो त्यो पनि हो फोकट कुरा गरेर काम छैन अब रिल पठाएर काम छैन ह्या गर्नु अब टक्क काम परेको बेला होइन ल भेटौँ है आफ्टर लङ टाइम बाटिस्टासँग नि हिँड्यो है त्यस्तो यस्तै लाग्यो मलाई अहिले आएर बाटिस्टा लाउरे माया लाउरे हेरे बाटिस्टा कति भयो भ्युज डानामा म्युजिक भिडियोमा गए साथी 6K यार वान अफ द हाइएस्ट यार 6K पुगिसक्यो अस्ट्रेलियाबाट कति भ्युज आछ तर मैले कन्टिन्यू गरेको साइकको जाने हो कि तर मैले बिचमा ऊ भयो कि साथी यार 6K आएछ त मोटिभेट भइदियो आइरहेको हुन्छ दिनदिनै बढिरहेको हुन्छ कि कन्टिन्यू गर्ने त नि 6K ल दामी यार मोस्ट अफ द पिपुलहरूले मलाई यतिकै त्यही मैले कहिले चिन्दैन नि त थाहा छैन मैले म्युजिक भिडियो देखाइदिनु त यो भिडियो हेर्थेँ यार मैले भन्छन् कि साइकको मान्छेहरू के नयाँ नयाँ मान्छेहरू भेट्छु नि मैले अनि त्यही भन्छन् अनि एकछिन खाप्छु बिगार्छन् बुझिस् किन मैले के भने बुझेँ त्यस्तो दोस्ती यार आज साँच्चै घन्टाको दाइ आएको थियो मलाई पढाउन यार आज डिजिटल मार्केटिङमा यार घन्टाको दाइ आएको थियो दाइ हो आएको नवीन घन्टाको दाइ आएको थियो कि आज पढाउन हुन्छ नि आज टिचर चेन्ज भएको थियो के पढायो त ए लोगो डिजाइनमा यता रिभ्यूमा यति बेला नचाउने भनेको है तरबाल दाइ यार अबि तरबाल नचाउने 3-4 दिन हिँड्यौँ है 3-4 दिन खै हिँड्यौँ क्या तर भिडियो एउटा हेर्न मेरो पारा हेर्न तर नचाउने यसको टिकटक गरेर हाल्नुपर्छ न त भाइरल हुन्छ होला है आशिष पास आएको बेला बसेको मोमेन्टहरू पास आएको दिन चाहियो रातिको बेला
इक्जाम यो आज आशिष आज पास भयो घन्टाहर ए, आज आशिष पास भयो दाइ क्वालिटी हेर्न खासमा नि यस्तो क्लिप जोडेर भ्लग हान्नु पर्ने कि होइन ठ्याक्क आशिष पास आयो लगेको त्यस्तो ओके यार यो फोटो देखेर मलाई बालको कस्तो याद आयो यार बाल मेरो कपाल के यार आशिषको केटा यो विषय के खगे यो वाला रिल बनाएर हालिदिउँ क्या है त्यो त अब हालिदिउँ अहिले हालिस भने त्यो अलिक खल्लो हुन्छ त्यो टाइममा त हिट थियो यार अनि हरायो केटा तिम्रो यार के थियो हामीले यार कहाँ त्यो हरायो यार केटा के- यार अरे भाइ यो भनेको हर्न भयो यो भनेको एक्सिलेटर भयो अनि यो भनेको नि ब्रेक नै भयो अनि यो भनेको स्टार्ट गर्ने भयो बुझ्यौ यसो बेला तिमीले मलाई हाने हान्न सिकाउनु न यही म ठग्यो ब्रदर यो खाएको देखा न खाएको देखा न खाएको मोबाइल भएपछि खिच्न मन लाग्ने है त्यसलाई के खा जस्तो भएन यार के खा जस्तो भएन सब सेम नै हो हाम्रो त यसपछि क्वालिटी घट्न लाग्यो क्या है यहाँ पछि ओके यार त्यो भएर खै गरौँ है खै के छ खै यहाँ रहेछ खै भान्जी है त ए भान्जी घरमा इभन खै हाम्रो इभनलाई बोलाउनु पर्नु इभन हराएको मान्छे हाम्रो यो मान्छे इभनसँग भेटिन्न आजकल सेम अल सेम कसले स्क्रिन सेयर हान्छ अब भिसन त आन्दा त देखाएर के यसको माछा ल हानिदिउँ न त इम्ब्यारेस हुने कुरा चाहिँ नदेखा अरू चाहिँ देखा ल यो हो के हेर्छ केटा यार भइरा हेरौँ के हेर्छ त यार यो के अरे भएको बिचरा हटाइदिए है यो त ल्यापटपको वाल हेरौँ ल्यापटप वालपेपर आएछ त मैले त्यसको उसको मेरो पुरानोमा क्या ल यो पनि छ है यो वाला सोसी दाइको बिहामा हेर्छ गयो है 2 दिन खाइयो है हामीले त खगे थियो त्यसलाई आशिष भयो क्या खान्न भने फबिरहेको थियो खान्न भने लाज गरेको मैले है हेर न त्यतिकै कस्तो पातल अरूको बिहामा यस्तो लाएर नआएको सोचको दाइको बिहामा फेरि लाएर गइदिएको हामी फेरि साथी यार यति बेला तिमी उता थियौ कि प्राइम थियो कि हाम्रो यति बेला प्राइममा थियौँ हामी प्राइममा थियौँ क्या यार साइकको प्राइममा थियौँ हामीले अनि अरू के रहेछ त यार नयाँ नौलो छैन नयाँ नौलो 15% भइगयो ब्याट्री चार्ज हाल्दै गर न त क्यामेरा एङ्गल बिग्रियो कि होइन चार्ज पर क्यामेरा एङ्गल यहाँ छ यार केटा यार तिमीले यो देखाउँछ के हो के होला यार कपाल हानेको खै त लामो कपाल खै त लामो कपाल नै त 60 फिल्टर लागेको जस्तो देखेछ एकछिन त ले हानेको रहेछ ट्रान्जेक्सन आउँछ है कुन दिन कडावाला यस्तो हो कि साथी ल पुरै ब्लेडै हान्दै रहेछ नि पुरै पत्ती हानेको क्या उल्टो धारा हानेको साथी यार हेर न यत्रो उल्टो धारा हानेको रोदे हेर्न आँखाबाट आँसु सुकिया मेरो
यस्तो भयो साथी लाइफमा यार। अरू 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 देखा न के हो यो मेरो काम गर्ने क्याबिनेट पहिलाको अहिले चाहिँ सुरुमा जोस जागर थियो। यो ह्याकाथनको बेला आएर ह्याकाथनको बेला गएको थियो यार। यो कति बेला चालु भएर कति बेला खतम भयो थाहा नै पाएन यार के बनाएको थियो तिमीले साथी यार। फर्म भरेको ढुस भयो क्या के ढुस भयो त्यो उनी भएन। त्यो मैले मगाएको कि गेमिङ सेटअप क्रिएटिभ हो यो। दाइ गर्नु अरू देखा न अरू 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 हामी सब भएको अथवा के अरू देखा कि नयाँ नौलो त के अरे तेरो एक्सहरूसँग देखाएको एक्सहरूसँग फोटोहरू देखा यस्तो नभन्न यार छैन के जे देखा नि त जे भयो नि अब अरू छ छ बहुमतबाट पारित हुनु पर्यो नाम भन्नुपर्छ क्या बल्ल देखाउँछ त्यसरी चाहिँ नभन नाम सम्झाइदेऊ त सुदन गुरुङ आएर फेरि झ्यापझुप समात्दाखेरि फेरि आशिष दाइ राधे राधे भाट झ्याम छु म मलाई दिन्छ भने चरित्र हत्या गर्यो भनेर थियो योमा नभएको होइन सबै उ भयो क्या ढुस भयो क्या कहाँ गयो क्या हेरिदिनु छ कहाँ जानु नजिक दाइसँग त भेट भएर हुन्छ बेला बेलामा अरूसँग चाहिँ हुँदैन यति बेला हामी प्राइममा थियौँ है साइको रैला हानेर हामीले यति बेला चिया अड्डामा हाम्रै अड्डा थिएन र टक्कै हामीले उ गरे होइन साइड ब्याक गरे होइन त्यहाँको उखै के ओनर उनीहरूको त मलाई के किन चिन्ता चाहियो र मलाई उनीहरूको ए त्यहाँको चिने ज्वाला सब्जी ज्वाला सब्जी भएको थियो अरे प्रमोसन तेरा बक्समा मैले स्टोरेज गर्दा राखेँ तेरा बक्समा खोल के लास्टै ढिलो देखाउँछ छाड्दै अरू 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 गोल ड्राइभमा छैन गोल ड्राइभमा हेर्न 743 GB छ यार त्यही त छाड के एउटा ट्रेया बक्स नदेखायो अरे यार अति दे हुन्छ यार यार ए हेर त यसलाई भिडियो कस्तो लाग्छ तिमीलाई ठिकै चल्छ कि ढिलो चल्दैन एकैछिनमा त हो यो त अहिले हरास भइरहेको गुरुङले छोप्छ म बिचार त खुच्चेन रमाहाके जात देखाउँछु भनेको अति छ के Fuck man. अति गर्थ्यो बिचारा तर यसले के साल्दिन सक्छ अब अति गरेको छ यार भन्छ सरी यार के हो यो ए आउँछ भन्दा तेरा बक्स भाइरस यो साथी यार यो आशिषको पनि रहेछ यार यो आशिषको राधे राधे पुरानो राधे राधेमा त्यो उ गरेको के बिल काउन्टिङ गरेको पोखरा भन्ने नि रहेछ यहाँ कुन रहेछ र ए यो केटाहरूसँग यार यति बेला चाहिँ म केटाहरूसँग ए यो पनि रहेछ यहाँ बेला हामी प्राइममा थियौँ अरू के गर्छ माई मोबाइल फाइल रियलमी 10 Pro Plus 5G ल यो होइन यार क्यानन ESO 80D भन्नेमा के रहेछ ए यो सुटिङको बेला हो यार त्यो पनि रहेछ मसँग यार यति बेला ल मैले खाप्सोमा यस्तो पनि गराएँ यार लाइफमा हेर्न फेसियल गरेको लाइफको फर्स्ट टाइम मैले यो निशान तेरो घर अगाडि खिचेको यो कति 11 कति 12 पढ्थ्यो है 11मा मैले 11 पढ्ने बेला झिकाएर फकम्यान भन्ने गाना 12मा अरू कहाँ उषा फुटसल भन्ने रहेछ यति बेला कहाँ थियो तिमीहरू हामी कहाँ थियौँ खै ए त्यो सरले तेरो मोबाइलमा आएर बनाएको भन्दैछ तैँले यो
अनि अर्को यो आइफोन आएपछि तेरो मोबाइल तँलाई बाबु ला भनेर दिएको हो। अघि यार यति बेला यार यो भिडियो फेरि किने देवकोटाले खिच्यो त सुगम देवकोटाले खिच्यो वेब सङ BTS भन्ने चाहिँ यहाँ छ यार यो त युट्युबमै छ यार। सब यो आइफोनले खिचेको यार यो दुगुरेको हेर्ने कस्तो छक्का झिझडा जस्तो दुगुरे छ क्या हेर्न चाहिँ त्यही त यसलाई दगुर्नु सिकाएको होइन र अझै कसले है यसलाई दगुर्नु नआएर फ्यामिलीसँग छिन्चु साइक्लिङ गएको हेर नि त यो त नदेखाएर यो त दर्दनाक छ यार यो त यार। त्यो फोटो त यार हेर्न बरु यसको फोटो फ्री फायरको इमोट यतिबेला नि हामी उमा थियौँ है प्राइममै थियौँ क्या हो साइक्लिङ छिन्चु जानु भनेको कम हो त अनि नोबडी डु दिस यार विचार ट्याटु लाग्यो हेर्न ट्याटु बसेको यहाँ त्यही त अझ सन्चो हुन्छ 5 जना मात्र गएको थियौँ हामी यति हो यति र यति त हो त आशिष गएन के फोटो खिच्ने मामा त सेल्फी स्टिक छ त्यो सेल्फी स्टिकबाट माथि झुन्डेर खिच्दै हो आशिष माथि सेल्फी स्टिकमा बसेर गएको थियो बेलासपुर भन्ने कहाँ ड्रोन भन्ने रहेछ ए ड्रोन सट हाने होइन ए यो वाला ड्रोन सट हानिदिएर क्या हामीले त्यो जग्गामा हामीले ड्रोन सट कति कुन जमानादेखि हान्दै आएको हेर ड्रोन सट हान्ने मेरो हातमा होइन रिमोट कन्ट्रोल हल्दैसक्यो पुरै कस्तो हरामी हो क्या हामी है प्राउड फिल गरे आज हामीले अति गरिने हेर्दा यार हामीले वाट्सएप डकुमेन्टमा के छ भन्ने वाट्सएप डकुमेन्टमा चाहिँ यस्तो रहेछ रमाइलो थियो यति बेला अनि अरू कहाँ त वाट्सएप गोटी के गोट हान्दा नाइट को गोटो हान्दा मरौ गएको थियौँ यार मरौ दिपक दोस्रो राति हिँड्दै थियौँ क्या धेरै पहिलाको कुरा स्क्रिन सर्ट्स रिजल्ट डे भने ए रिजल्ट आउने दिन केटा याद छ कि नै 12 रिजल्ट लाग्यो बेला कोही पास भएको थियो कोही फेल भएको थियो त्यो पनि खुसी थियो त जिन्दगी है मेरो अघि आएतिर हामी प्राइममा थियौँ मेरो बाइकको पहिया पेन्चर भएको थियो त्यति बेला ट्राई गर्न मिलेन डिएनजी फाइलै खोल्न नमिल्दो रहेछ यो वाला फोटोहरु पठाउन डाउनलोड गरेर छैन क्या मसँग रिनोड यार पछि पठाइदिउँ ला नि पठाउँछु ए छ्या यही छ्या यो त केडा हो छ्या छ्या यो गुगल कि खै कहिले हुन्छ नि यस्तो पठाइदिने हो कि यति बेला फुटबल खेल्ने बेला यार पहिले यार यति निशान त कहाँ आजके त छैनस् क्या ग्रीन हाउसको मान्छे असोसले जितेको थिएन र बेस्ट गोलकिपर निपोटिजम चलेको थियो यार यति बेला मैले 1 गोल हान्थेँ यार साइक्लिङ भयो है के धरम पोखरा भन्ने भइसक्यो फरम यो भन्ने यो पनि खोलिसक्यो इन्स्टाग्राम भन्नेमा के छ ल यार भिडियोहरु रिलहरु होला माई मोबाइल फाइल 2 मा के छ भन्ने ए हेर यो पनि रहेछ यति बेला हामीले बाको सम्पत्ति भन्ने खोलिदिउँ नि यति बेला एड हो नि साँझ गएर टक्क खान्थ्यौं त यार यति बेला आशिष कहाँ थियो यति बेला आशिष इन्डिया थियो सायद हैन आशिष इन्डिया थियो आशिष त बल्ल फर्स्ट इयरमा बिर्सेको मैले इन्डिया थियो उहरू त गएको हो त हामी जिम बिउरेनी भनेको के अरे जिम हान्ने बेला आशिष साथी थाहा छ कि तिमीलाई प्राइम आशिषको प्राइम यहाँ थियो कि ट्याक्कै स्कुल आउने किडले सहयोग गरेको वाला भिडियो कहाँ थियो त्यो वाला आशिष जिम्मा गोला हेर्न म पहिला कस्तो थिएँ यही फोटोको मुभ गराउनु पर्छ क्या हेर त अहिले हेर
कमब्याक हान्छु कि हेल्प आज। गर्नु तिम्रो बेस्ट लाइन हो ओके आशिषले केटीलाई हेल्प गरेको भिडियो देखाएन त्यसको भिडियो पनि छ अझै छ त थियो त मैले कहिले हेल्प गरेँ क्या त्यसै तिमीलाई थाहा छैन तर छ लौ त्यो बेन्च प्रेस गर्दाखेरि गर हातले यस्तो उचाइदियो को थियो अनि बेन्च प्रेस गर्दा तिम्रो डकुमेन्ट्सहरू यार ओजमो वेडिङ भिडियो बिटिआस यो त फेरि ओजमोको भिडियो सो भइगयो त्यसको है दाइको बिहाको हो सायद भिडियो भन्ने के रहेछ यो त यो भइगयो अनि के छ यार दैलेख भन्ने छ ड्याडी भन्ने छ कलेज भन्ने के छ ए यति बेलाको दोस्त तँलाई याद छ किन म्या त्यहाँको त हाम्रो फर्स्ट प्राइम थियो नि त यार यति बेला म त्यो फोटोहरू छैन क्या तँसँग म्या खै पुरानो मोबाइल होला यति बेला याद छ कि सिधा तँलाई यो दिन याद छ कि नै तैँले त्यसलाई सोधेको कि नास्ता खान जाऊँ भन्नु त्यसले के भन्यो यार नै जानु मन छैन कि एकछिन पछि जान्छु भने के पछिबाट भन्यो त्यही आएको थियो कि नास्ता खान पछिबाट त्यही आएको थियो हामीले खोज्दा खोज्दै याद छ कि तँलाई याद छ हेर्नु आशिष जेलस भइदियो त्यही त म पनि जेलेस त्यहाँ सायद 2A कम्युनिकेसन भयो जस्तो छ कहाँ यति बेला बिर्खिने पनि केही छैन त मोबाइल फुटेर पब्लिक यति बेला हानेको होइन कस्तो हानेको जस्तो यति बेला मैले पैसा पनि मागेँ हो त आशा साथीसँग होइन र त्यही त याद छ कि लाज भएको के छ खाने भनेर मागेँ अरे चिया चिया खाने भनेर यार अरू कहाँ छ त अरू भिडियोहरू यार कुनवाला खोलौँ भन् त यताउति हेर त कहाँ पुग्यो यो फेरि ब्याक गर्न तेरो फ्यामिली फोटोहरू मोबाइलवाला खोलेर जानु मोबाइलवालामा त ब्याक आइरहेछ पुरै अनि सुरुकोमा फाइल 2 नै सुरुकोमा जान सुरुको फर्स्ट अब चल्थ्यो सर यति हो यति हो यति हो फाइल 2 मा जा यस्तै थियो क्या मैले माई मोबाइल भनेर नि थियो कि टन्नै यार त्यहीँ हाल्थेँ म कि डिसिएमै भित्र होला क्या कतै डिसिएमए भन्ने छ र छैन यार डकुमेन्ट्स ओल्ड भन्ने छ वन्डर सेयर भन्ने छ म्याजिक्स भन्ने छ यति बेला मेरो कम्प्युटर फर्मेट भएको थियो त्यति बेलाको कौशिक वेडिङ फोटो भनेर यो त मेरो आफ्नै पर्सनल भएको ड्याडी फाइलमा के छ यार बड्डाको फाइल होला डेस्कटप भन्नेमा के छ टेक्स्टमा के रहेछ ऱ्याङ्कमी भन्ने के हो त यो ऱ्याङ्किङ त्यो ल होला यार ऱ्याङ्किङमा त पुरानोवाला ऱ्याङ्किङ अरे पर्सनल वेबसाइट भनेर बनाएर एचटिएमएल भनेको के हो फाइलहरू त डोमेन फाइल भनेर के हो डोमेन बनाउने बेला चाहिने चिजहरू सिएसएस प्र्याक्टिस भनेको के हो चान्दनी भन्ने मसँग छाड मैले भेटाएँ त छाडिदिउँ त खोज्दै गर म के देखाउँछु एउटा मेरो मोबाइलको फाइल भेट्यो म बन्द गरौँ भयो देखान भयो मेरो त भन्दा भएको छ देखा देखा डेट क्रिएटेड भएर जाम है मेरो मोबाइलको छ क्या ल देखा लाइसेन्स दिएको ठाउँदेखि हेर है ल गलत सलत यताउता ए नागिर त अरू भेटिरहेको छ लाइसेन्स दिने बेला हेर न याद छ लाइसेन्स सिक्नु जाने बेला यतिको मैले खपाले म यहाँदेखि खपाले नकाटे आऊ नै यहाँदेखि मैले खपाले काटेँ आशिषको प्रोजेक्ट बनाएको बिर्सिस यार त्यो प्रोजेक्ट म्यामले लगेपछि फ्री दिने यार चिन्न कता भयो नि यार को यो दिपक आशिष मेरो बिहामा हो कि केसमा हो रे ए होइन मेलामा तिम्रो गएको थियो यो त्यति म जान पाएन कि के भयो यार त आएनस् जान पाएन होइन त आएनस् म किन आएन अरे गर्लफ्रेन्डसँग जान लाग्छ कता भयो तिमी पहिले दुईचोटि गइसकेको थियो त्यही भएर नागरी होइन गर्लफ्रेन्डसँग जान लाग्छ ए भुकी कस्तो मर नरी बिजी नि के थियो होइन तिमी गर्लफ्रेन्डसँग गएको थियौ बिर्सेको यार तिम्रो गर्लफ्रेन्ड थियो त्यही बेला एउटा होइन यार मर नरेन्द्र हो नि नआएको ओए आशिष याद छ तिमीलाई मैले दिपकलाई लास्ट दिनमा टिप दिएको लास्ट महिना टिप दिएको इकोनोमिक्स होइन याद छ
हामी त्यो इकोनोमिक्स पास भएको त निशाले ट्युसन दिन्थ्यो हामीलाई होटलमा लुकी लुकी ए आशिष आज रिजल्ट आएको थियो र हामी दुवैजना आशिष कहाँ आयो फेरि दीपकको चार्जर बुढी ल्याएको गएर। छ त्यो अघि भिसनले देखाएको फोटो लाइट साइड भयो यो डार्क साइड भयो कि रिजल्ट दिएको रिजल्ट दे अरू के छ है अरू कोही डिप्रेसनमा थियो त्यसलाई कोही डिप्रेसनमा थियो त्यति बेला म त उठ्थेँ यार म त टायर पङ्चर भएर बस्थेन मैले बेला तिम्रो माथि गयो म तलै बसेँ के भयो खै के सुटिङ डिवान रे खै ए बेब बेब भन्ने के अरे साथी भन्ने साथी साथी भन्ने गरे अरू के छ अरू के छ हाम्रो कहाँ पुग्यो म ए केटा हो खाएको फेरवेला खाएको याद छ यो फोटो छैन यार मसँग फेरवेला खाएको थियौँ नि त हामीले यार याद त छ म मलाई बोलाइरहनु भएको हो। त्यति बेला भिडियो छैन कस्तो क्वालिटी हेर्ने हेर्छ भिडियो त यार युट्युबमा नआले स्याहार त्यसमा गलत चिज देखेछ यार देखेछ र त्यो काटेर अघि त्यो देख्छको फोटो टेबलमा त्यो देखिया त के हुन्न गलत चिज देखेछ अरे ए यहाँ चाहिँ हेर बेचारी के दसैँको दिन हो कि दसैँको सेकेन्ड दिन हो क्या याद छ तँलाई तर म यो आशिष बिरामी दसैँ सकेपछि हो दसैँको सेकेन्ड दिन हो कि निधारमा ठिकै छैन हेर्न मेरो त सत छ दसैँको होइन दसैँको अघिल्लो खै त्यस्तो दिन होइन क्या दसैँको बिदातिर हो हुन त तर दसैँको बेला चाहिँ होइन होला दसैँको त्यस्तै वरिपरि हो फेयरवेल मलाई नि याद छ हामी त खैरा हुन्थ्यौँ न कति गयो फेयरवेल डेभलपमेन्ट प्रोग्रामको बेला क्या रिलेसनसिप के भयो चल्दैछ कस्तो के भयो र तिनको त डिभोर्स हुन्छ भएपछि सिधै अब तिनको त लङ टर्म हो नि त अब म त अस्ति कुरा गर्ने बेला साथी यार अलि भाएन भन्दै थियो कुरा थियो यार नरे खै थाहा भयो मलाई सोधै छैन यार इभनको यहाँ हेर्नु न यति बेला निधारमा हेर्नु यो पनि खड्यो खाप्चो तले भागै चाहिँ खाप्चो देखाउनु पर्ने हो नि तैँले यार हाँसो लाग्यो यार त्यही त सोलेस 2025 को मेरो उनै यति हो यति नहुनु पर्ने यार अब म केटा जिम जानुपर्छ यार नजाने यार आज लेग डे हान्नु छ मलाई होइन माई एल्बम्स जा माई एल्बममा त्यसको होइन यार जिमबाट म डिस्कर्ड बस्छु त के छ विचार त्यस्तो हुन्न कहाँ त्यो यार फोटोहरू मेरोमा 10% भइगयो 9 आजकल त धेरै ढिलो घटेछ चार्ज अघि 15% भयो भन्दै थियो प्राइभेट फोटो नि रहेछ मेरो त के हो प्राइभेट फोटो ए हेलो गाइस आशिष मतलब ठोक्दिन्छु बा दिनेश साथी के गर्दै खाने आजभोलि खै दिनेश 22 टा गर्छ 22 टा नयन अरू पनि यस्तो भिडियो थियो कि यार यो वाला यार भिसनकै दिनेश साथी त काठमाडौँमै उ भयो क्या बसोबास भिसन यहाँतिरको उ छ यार यहाँतिर भिसन फाइल्स छ यो भिडियो चाहिँ मुख्यमा भिसन फाइल्स छ यसलाई ओमे टिभी बसिदिनौँ न त्यो चोल्टिनातिर लप परेको थियो सोल्टिना लप त के भन्नु कुराकानी गरिदिन्छ धनकुटाको सोल्टिनासँग त्यो उसले दाजुले अनफलो हान्थ्यो क्या मलाई यार अर्को भिडियो हानेको हुन्छ त त्यो बोल यार आशिष केटीसँग नाचेको भिडियो हेर्ने हो केटा
ध्यान ध्यान यो त किन त यार आवाज सानो गर न आवाज सानो गर त ओए नदेखाऊ त यार आइसक्यो ध्यान है हेर्न आइसक्यो हेर्न हेर ए कन्ट्रोभर्सी हुन्छ आशिष तान्ने भनेपछि लगिसकेको छ आशिष त ध्यान ध्यान नाचिदिए आशिष हेर्नु ल हेर ल त्यतिकै बोलाएर लग्यो होइन आशिषलाई मान्छे मान्छे कुछु गरे नाच्यो नाच्यो साह्रो यार म राख्छु नि त प्राइम ल अब आशिषको पछि प्राइम हो नि गरौँला त्यो दाइ पोडकास्टहरुमा प्राइम भन साथी आशिषको हेर प्राइम न हो यार आज हेऱ्यो क्या सही हो यस्तो प्राइम यार आशिषको यस्तो प्राइम थियो क्या आशिष हामीभन्दा धेरै अगाडि मान्छे हो खासमा को त्यो केटी केटीको को त्यो आइसा नाच्ने खै थाहा भएन मलाई यार ओए त्यो बा कति देखाएको यार त्यो यार अर्को एउटा फोटो पनि छ मसँग यहाँ साइडमा यार नदेखाएको त गाइडलाइन्स हान्छ युट्युबले भाइलेट भयो भन्छ यार यो फोटो देखायो भने पुरै ल ल राखेँ मैले केही सरु देखाउन छ ओइ ओए भिसन ओए जिम जाऊ राखेर यो मान्छे कस्तो आत्ती होला कति नि घन्टा भयो कति घन्टा अब जानु पर्यो त अब छुट्टिनु पर्यो साथी लाइफ सबैको एउटै हुँदैन अब बुझ न हुन्छ होइन म नि यहाँ सुत्नु छोडी यसरी बसिरहेको छु हुन्छ हुनै पर्छ यहाँ मेरो वेबसाइट गराउनु पर्यो क्या तर मैले अब यार यो वाला याद छ यो भिडियो याद छ मसँग छ स्टिल यार यसको कुनै छ यार फुल पार्टी छ क्या कम्प्युटर क्लासमा उम्, यार छ, छ यो दिदी यार। यार यो दिदी कहाँ पुग्यो कि यो दिदी यार यो दिदी विदेश छ कि है बिहा गर्यो कि अब जागिर खान्छ कि यार कहाँ पो गयो यार दिदी हरायो यार यार ए कस्तो राम्रोसँग बोल्थ्यो हामीसँग भोलिन्टियर रहेछ कि यो दिदी पानी सानी लगाइदिएको थियो क्या हामीलाई खै थाहा भएन तर राम्रोसँग बोल्थ्यो मेन भनेको थियो अन्त अरू त हुन्छ उजा हो जा त्यहाँ गएर खा भनेको हो नि त हामीलाई गिटार घिच ऐ। अरू के छ अरू देखामा छिटो अब राख्नु पर्यो कि सायद धेरै कुरा नगरौँ कि हामी यार नेक्स्ट भोलमा राख्नु पर्छ यार ए होइन ल अब एकछिन नेक्स्ट कहिले हो फेरि हेर फेरवेल याद छ नेक्स्ट टाइम त लाइभै बसौँला नि त भोलि पर्सितिर ल भोलि साँझ बसौँ न तर यही टाइमतिर ओबिएसबाट ल यही टाइम किन भोलि म छिटो जिम जानु पर्यो के यति बेला जिम जान्छु नि त म 5 बजे काममा हुन्छु 6 बजे जिम जान्छु 8-9 बज्छ यस्तो नगर नि यार तिमी यार यस्तो चाहिँ नगर यहाँ रहेछ त मेरो मसँग त सब उयो कहाँ आयो बे के सब फोटोहरू के हो रे फोटो भिडियोहरू यो भिडियो के नि अपलोड गर्ने कि न युट्युबमा यो भिडियो गर्न पुरै हाल्दै अलिकति यताउति मिलाएर उ गरेर है फेरि एडिट चाहिँ गरे एकदम गलत बोलेछ यसमा कुनै ठाउँमा नै के भन्नु र पुरै र छाती तिमी पनि यस्तो नगर्न मेरो फ्यामिली सबलाई थाहा केस लाग्ला है फेरि केस लाग्ला समय रहेन जस्तो उसँग पढेकाहरूलाई लाग्ला त्यही माथि उषा एकदम सरापित छ अनि त्यही माथि हामीलाई पनि केही भएन त्यही हो ल एन्डिङ गरौँ ल भलक्क ल हाम्रो पोडकास्टको ल ल गाइस त्यही हो यही छ हामीको सानो भ्लग होइन डिस्कर्डमा भ्लग थियो केटाहरूसँग धेरै सँगै बसेर यसरी कुरा गर्ने खुसी लाग्यो यस्तै कुरा गर्दै गरौँला भन्ने आशा गर्दछु पहिला जस्तो रमाइलो चाहिँ भएन किनभने लाइफ पनि रमाइलो हुनु पऱ्यो अहिले चाहिँ सबै आफ्नो लाइफमा बिजी छ अब नरमाइलो भन्न खोजे होइन मतलब रमाइलो छ ठिक छ चलिरहेको लाइफ तर एज पहिला जस्तो हुन्छ नि त त्यो
90 मिनट्स ताकत पुगेछ। छैन हामीसँग। के गर्दा 90 मिनट्स पुगेछ। तर त्यही गाइस तिम्रो सबलाई आफ्नो लाइफमा बेस्ट अफ लक भन्न चाहन्छु हाम्रो भ्युअर्स तिम्रो सबलाई मेरो साथीहरूलाई लाइफमा प्रगति गर्दै जानु बेस्ट अफ लक है त तिमीलाई ल बाई बाई ल गड ब्लेस यु अल ल ल ल ल गुड नाइट। ल